पुरै क्या रे यो ठाडो हावा लाग्यो यो के भइरह यो पुरै सेतो हावा ऊ लाग्यो यो देखिँदैन आँखा बाइक नल्याउनु होला बाइक साइक भन्ने चाहिँ नल्याउनु होला यहाँ केही पनि देखिँदैन मान्छे पनि देखिन जुमहरू देखिन्छ है हेलो भनिदिनु त केही पनि देखिन्न उहाँले मेरो भिडियो बनाउनु हो मैले उहाँको गाइजहरु फाइनल्ली हावा के अरे चिसो हुने लाग्यो यता हेर हाई भनिदिनु न हो सब्सक्राइब गरिदिनु होला टी लेजेन्ड तर आउनु है मलाई त्यो भन्न त्यही गरिदिनु होला पास कम्ती कम एक के होइन मैले हिजो बेलुका हुक्का आएर फुक्दिएको थिएँ होला पर हेर्न को पर टेबलमा बसिरहनु ओ माई गड यस्तो छ हालत मोबाइलमा त देखिन त बे पुरै फिल्ड आँखाले पो देख्दैन फाइनल्ली पुरै देखिन आज दाइ त्यो भलक मेरो आउने हालै है म ऊ पछि पोस्ट हान्छु के 8 बजेको छ घन्टाघरको घन्टी पनि बजेको छ तर यहाँ उज्यालो भएको छैन रात परिराख के सुत भाइ सुत समुद्र जस्तो आज माथि जाउँ ओ डाँडाबाट यति जाउँ ओए म एक्लै हिँड्दिन्छु ओए जाउँ मलाई चस्का उठाइदिनु म जाउँ हिँड्छु साच्चै हो शनिबार जाने प्लान गरेँ त्यही दिन बाटो लाग्दैन अब शनिबार लागेन जाउँला है त मा 500 रुपियाँ भइगयो म पढ्नु पर्दैन अब इक्जाम आन्ला कसैको आफू इक्जाम दिन जाने उमेर भाइ मान्छे उमेर कसरी पुग्यो फेरि त्यही त उमेरै पुगेन यही 4 वर्ष जेठो म यही जाडी हुन्छ र हुन्न मलाई त काहीँ भएन दाइ हेर तेरो ज्याकेट ढिक्क ला आज जिउला आज जिउला भनेर लावे तँलाई मैले ल्याउने भुलि जान लाग्यो आज त यसलाई माथि आँटै जान्छु भनेर आज त केटा यो हातको लागि किन बन्द गर पुरा पर छेउमै होइन पुरा 4-5-26 मिनटको बनाना म त कमसेकम 1 घन्टा बनाऊ यार मान्छे 26 मिनट बनाना शर्त जना वाहन भ्युज 1.2 के 400 600 अलिअलि आउन या अस्ति त एकै भ्युज आएन एका भिडियो बुलबुलिया भिडियो हालेको थिएँ तपाईँलाई बोलाइहाल्छु चिन्ता नगर यो भल गर्नेलाई भला गर्ने भलक नै बोल गर्नेलाई कुड्याउनु हात ठुँडे अझ यहाँ अनि भाइरल भयो याद थाहा पाएन भिलग म पहिला बलक भन्ने के पुगलाई अन्त भलक गर्नु पछि हात गलानु के त्यो स्ट्यान्ड कति रुपियाँ मिलाएर आइदिएको यो कोही बुढीको कोही बुढीको रुमाल खर्ची गयो यार लैजानु मैले भिडियो बनाइदिएँ हौ देखियो त होला घन्टा घर आयो ताती यो आज अर्को दाइ कहाँ जानु हो कि
ए नआए नि हुन्छ स्विच अफ राखेको थिएँ अर्को घैनाले पनि आज स्विच अफ राखेको थियो किनकि निजा त्यसो पढ्ने भनेदेखि ढाँटा अरे अन्टीले लिए हस्पिटल जाने भन्नु त्यो बड्डो खै मलाई बिहान 4 बजे फोन गरे म 2 बजे गएँ बुहरुला 4 बजेको फोन अरे या त गन 4 बजे फोन गरे 2 बजे गए ठाउँ रोजिला नै राति गरे कतिखेर 4 बजे फोन अरे म पनि उठले अरे म 2 बजे गए ठाउँ रोजिला अरे म त मोबाइल स्विच अफ राखी तँ सुतिया ठहरेर क्या त्यो तँ यहाँ त फोन अन्ने भनेर तँ मोबाइल स्विच अफ राखिया ठहर्यो नयाँ त उठाइहाल्थ्यो होला यो गाइज यो वेस्ट युनिभर्सिटी सेन्ट अफिसियल वीरनगर सुर्खेत नेपाल अफिस नेपाल है होइन किनभने यो कहाँको रे कर्णाली प्रदेश सुर्खेत यता सुर्खेत उता कर्णाली प्रदेश ए सेता आया त ओ तमीहरु सेता आया हो दुवामा सबै मान्छे फोयाकसँग हेर परा पनि यहाँ यस्तो बनाइदिन्छ के बड्डो मान्छे बड्डो अनि चाउरिया जान त उयो पनि भित्र इन्जिन लो हुनै गयो भने चाउरिन्छ लास्टमा क्यामेरा फोत्रै खिच्छ नि फाल्छ चाहिएन बेलुका रात तँ त फोटो हाल यही त हो नयाँ देख्नु भएन 27,000 को तँ भलक बनाइराखु होइन मेरो 27,000 8,128 ऱ्याम भएको चाहिने होइन 28,000 दिनु लैजानु 27,000 किने 1000 भएको जग्गा त बेचिदिने हो नयाँ किन्ने हो आइफोन किन्छु भन्थ्यो रे नाइ कोही ठस गालिदिने नि यार भलको नानु पनि राम्रो छैन के कोही गालिदिन्छन् के नाइ भलो बनाए फोटो ऊ आएर के भिडियो बनाएछ कोही मात्र अलि राम्रो राम्रो पोस्दिनु हिजो म हस्पिटलभित्र पनि भलो बनाइरहेको थिएँ टोइलेटो पनि भलो बनाएको कर्णालीको आज एउटा टेडी टान्छु हो एडी टान्छु क्याप्कुनमा डलर माग्दो के यार एडी टान्नु पनि रुपियाँ हाल्नु पर्दो राणाकाई उही बाहिर ग्यालरीबाटै एडी टानियो भलो कसैनु आधा काने ल कोहीको छ चलाउन सब डिलिट उडाखा हाई बेलीबाट डाउनलोड गरेर सुरु गरिसक्यो भाइ कहाँ कसम ल्याएर आइदिएँ भोलि होइन के अरे फेसबुक एकैछिन उहाँबाट गुगलबाट गयौँ अनि त्यहाँबाट गए स्टोरी पोस्ट गरेँ बस फर्किकन उडाइदिएँ गुगल पनि उडाइदिएँ त्यो ट्युको चाहिने भनिकन मात्रै राखेँ गुगल नभए त उडाएको थिएँ मैले यहाँबाट जाउँ घन्टाघर पनि हाल्नु पऱ्यो यहाँ घुम्न कता 50 रुपियाँ 10वटा फोटा ओ घन्टाघरमा कुकुरको भेला भइरह्यो म पनि अब त्यतै जानु यहाँ गाइसहरू नभन्दैन त्यसो मेरो दोस्तहरू आएर हमारे फेभरेट दोस्तहरू आएर घुमिरहन् लते घुन्टाघर घुन पनि देखिन्न यो गाउडोले हो हाउड यति टाढा हमारा फेभरेट दोस्त यही थियो क्या था यो कालो कालो कहाँ भाइ गया रहने सबका सब अब फिल्म खेल्न लाग्यो नि क्या कहाँ त्यो त पछाडि खुच्चाले हट्टा नि त को भेटियो कि पछि दुख्छ यार पछि दुख्छ टाउको यो सिलले धुजे चिसो चिसो भाषामा
कहाँ मेरो माया कति दामी छ रोक्न यहीँ आइरह काम हमारे फेवरेट दोस्त तिमी अर्काकी बुढी भयो नि बोल्दै रे एकछिन किन भने तिम्रो बुढीलाई कुट्छ म भन्नु के अरे तिमी अर्काकी